टिकटॉक बंद भेला से नेपाल में बहुते आदमी खुशहाली मना रहल छे, लेकिन आवे वाला दिन में कतेक खतरनाक साबित होते से तो बाद में पता चलते। नेपाल सरकार यदि जनता के हित में काम करते तो आज नेपाल दुनिया के सबसे गरीब देश नहीं रहते। टिकटॉक बंद भेला के कारण से बहुते जगह दीप बढ़ रहा छे, मोमबत्ती बाले छे, एक खुशहाली तो जनता के आय सोशल मीडिया से वंचित करके सरकार ई चाहे छे कि हम सब कुछ भी घोटाला करी, कुछ भी करी तो जनता के पता नहीं चले। फेसबुक बन्द हुँदैछ, युट्युब बन्द हुँदैछ, यिनीहरू ढुङ्गे युगमा फर्किँदैछन्, पञ्चायती व्यवस्था भन्दा पनि पछि जाँदैछन्। यो देशमा राजा को भन्छ मलाई थाहा छैन, अब प्रधानमन्त्री को भन्छ मलाई थाहा छैन, तर यो देशमा व्यवस्था परिवर्तन हुन्छ त्यो चाहिँ मलाई थाहा छ। व्यवस्था परिवर्तन हुने बित्तिकै व्यवस्था परिवर्तन जुन दिन हुन्छ त्यो रात तपाईहरुको 20 लाख भन्दा मुनिको ऋण मिना हुन्छ, त्यो रात मिना हुन्छ। भोलिपल्ट उज्यालो हुँदाखेरि तपाईहरु ऋण बिन भएर चाहिँ आनन्दले घुम्नुहुन्छ। एउटा दुर्गा प्रसाईले, तपाईलाई म भन्दैछु, एउटा दुर्गा प्रसाईले सबै दललाई एकै ठाउँमा ल्याइदियो। मसँग हतियार पनि छैन, मसँग केही छैन, मसँग विचार छ। म गीताको मार्गदर्शनमा हिँडेको मान्छे हो। गीता भनेको चिज एउटै चिज हो, मेडिकल साइन्स हरेक सेकेन्डमा चेन्ज हुन्छ। गीता भनेको आजसम्म एउटा अक्षर पनि 10,000 वर्षमा चेन्ज भएको छैन पञ्चायती व्यवस्था भन्दा। तर तिमीहरूले जति नै विचार मार्न खोजे पनि दुर्गा प्रसाई भनेको एउटा विचार हो। हजारौं लाखौं दुर्गा प्रसाई जन्मिसके, म मरेर केही फरक पर्दैन। मैले त विद्रोहको बिरुवा रोप्थे, अब यो बढ्छ बढाउनै पर्छ। सोशल मीडिया के थ्रू कोनो भी बात जनता में आवे छले, लेकिन धीरे धीरे सोशल मीडिया के बंद कर देते और देश में की होते नहीं होते केकरो पता नहीं चलते। तब जनता के एहसास होते कि सोशल मीडिया के विरोध करना कते गलत बात छे। टिकटक बन्द गर्ने निर्णय चाहिँ मन्त्री परिषदले गर्यो अरे भन्नेहरू सुन्छु यहाँ फेसबुकमा। यो निर्णय चाहिँ कस्तो निर्णय हो भन्दाखेरि चाहिँ यो चाहिँ अब यी ठुला दलका मानिसहरूका पोल खुल्ने हैन, यिनीहरूलाई चाहिँ आलोचना पब्लिकले गर्ने देखि लिएर चाहिँ नि अब त्यो त्यसमा त्यो बनाउँछ नि मान्छेले हैन, त्यो आलोचना गरेर अलिकति त्यो तपाईको चाहिँ व्यङ्ग्य हानेर बनाउँछ, त्यो चाहिँ नहोस् भनेर चाहिँ यो ठुला दलहरूले चाहिँ बनाएका हैन। एमाले, कांग्रेस, माओवादी लगायतका दलहरू जति पनि छन् नि सरकारमा, तिनीहरूले बनाएको चाहिँ एउटा उस हो। र यो चाहिँ के भन्दाखेरि बिस्तारै चाहिँ नि अब पब्लिकलाई हैन, जनतालाई चाहिँ नि सञ्चार माध्यमबाट वञ्चित गर्ने कदमको सुरुवात हो यो। अब केही पछाडि यिनीहरूले फेसबुक पनि बन्द गर्ने भनेर भन्छ हेर्नुस् है। अनि त्यति गरिसकेपछि चाहिँ के हुन्छ भने अब म जस्तो अब अभियन्ता, जस्तै म एउटा सामाजिक अभियन्ता, स्वतन्त्र सामाजिक अभियन्ता जो चाहिँ एक्लै कुदिने हो हैन धेरै समय, र पछिल्लो समयमा केही साथीहरूले चाहिँ साथ सहयोग गरे। अब त्यो खालको चाहिँ अब अभियानहरू चलाउनका लागि, अब सचेतना फैलाउनका लागि त यो फेसबुक टिकटक त अत्यन्तै राम्रो माध्यम हो नि त। तर यी माध्यमलाई चाहिँ सरकारले चाहिँ अब प्रतिबन्ध लगाएर जे यिनीहरू पुरानो छ तिनीहरूले नै तपाईको चाहिँ शासन जसरी पनि हैन, यो कुशासन भनौँ न, कुशासन चलाइराख्नु पाऊँ भन्ने खालको उनीहरूको एउटा जाल हो। त्यसले गर्दाखेरि यसको चाहिँ विरोध गर्नुपर्छ सबै मिलेर मित्रहरू। अनि अब पछि चाहिँ के गर्छन् यिनीहरूले भन्दाखेरि अब टिकटक, फेसबुक लगायतका ठाउँ के अरे तपाईको चाहिँ सञ्चारका माध्यमहरूलाई हैन, जो चाहिँ तपाईको सजिलो छ नि त, पब्लिक हरेक मान्छेको हातमा अहिले स्मार्टफोन छ, उसले चाहिँ हैन जहाँ पनि नराम्रो घटनादेखि लिएर अब राम्रा नराम्रा सबै खालको घटनालाई चाहिँ उसले चाहिँ नि हैन लाइभ गरिदिने, क्याप्चर गरेर चाहिँ तपाईको पोस्ट गरिदिने हुँदाखेरि चाहिँ सुसूचित भयो। अनि त्यति भइसकेपछि चाहिँ के भयो त भन्दाखेरि अब मूलधारका मिडिया भन्नेहरू पनि त्यति चलेन, गलत प्रथाको विरोधहरू हुँदै गयो हैन, नराम्रो पार्टीहरूको चाहिँ तपाईको चाहिँ भण्डाफोर हुँदै गइसकेपछि चाहिँ जनता सुसूचित हुँदै गए हैन। हरेक मान्छेले कहाँ के हुँदैछ भन्ने कुरा चाहिँ मोबाइलमा हेर्न थाले, बुझ्न थाले, देख्न थालेपछि चाहिँ चेतनाको बहार आयो हैन। त्यसले गर्दाखेरि मित्रहरू अब यो सरकारको यो चाहिँ निरङ्कुश सरकारको हैन यो कदमको विरुद्धमा चाहिँ हामी सबैजनाले अभिव्यक्तिहरू दिन जरुरी छ र यस्ता गतिविधिको जमेर हामी सबैले विरोध गर्नुपर्छ। गाउँ समाज में यदि कोनो इंसान के पास अपन प्रतिभा छले तो ओकर प्रतिभा आगा नहीं बढ़ सके छले, कैलाकि सोशल मीडिया के जमाना नहीं छले। लेकिन अब सोशल मीडिया के जमाना छे तो कोनो इंसान के पास यदि कला छे, प्रतिभा छे तो वो बहुत आगा पुग जाय छे। जनता के लागी सोशल मीडिया बहुत नेक चीज है, लेकिन सरकार एके दबा के राणा शासन के उदाहरण दे रहल छे।